हामी लोमनथाङमा यतिखेर खाजा खाएर एकछिन यो यहाँको दरबार यहाँको के छ यहाँको पर्यटकहरूले हेर्ने कुनै दृश्यहरू त्यसलाई अवलोकन गर्ने क्रममा हामी त्यो दरबारतर्फ जाँदैछौँ। यसरी हिँड्ने क्रममा खिचेको भिडियो लोमनथाङको दृश्य। लोमनथाङ गेटबाट प्रवेश भयो। भित्र दर्शन गर्ने ठाउँहरू यस्तो यहाँको भौगोलिक सुन्दरता, यहाँको विशेषता, यहाँको सबै यसरी यहाँकै माटोले भनेको संरचनाहरू हामी यसरी देख्न सकिन्छौँ। यो रहेको छ लोमनथाङ। यस्तो छ यहाँ लोमनथाङको दृश्य। गुम्बाभित्र छिरेको छ हामी। अब यो गुम्बाभित्रबाट बनाएको भिडियो हो। अब यो गेटभित्र छिर्ने क्रममा छु। लोमनथाङको गुम्बाको गेटभित्र छिरेको छ। यहाँको यो गुम्बाको दृश्य पुरानो संरक्षणबाट निर्माण भएको गुम्बा। यस्तो छ यहाँको गुम्बाको दृश्य। ल हेर्नुहोस्, योभन्दा एक तले माथि पनि जाने ठाउँ छ। म जाँदैछु, यहाँबाट जाँदैछु म। यहाँबाट छिरे है। अब ल यहाँको गुम्बाको संरक्षण कसरी निर्माण भयो भन्ने कुराहरू यसरी हेर्न सक्नुहुन्छ, यसरी देख्न सक्नुहुनेछ। यहाँको मेलाखाङ यो भित्र छ। यो तले माथि हामी माटोबाटै बनेको देख्न सक्छ। लोमनथाङको दृश्य यस प्रकार रहेको छ। अब एक तले मुनिको दृश्य यसरी हेर्न सकिन्छ। यहाँ जति पनि संरचनाहरू छ सबै माटाले बनेको पहिलाका पुरानो दृश्यहरू हो। यो यहाँहरूले देख्न सक्छ। धेरै पुरानो दृश्य हो। हेर्नुहोस्, सबै गुम्बै गुम्बा छ। तर यो माटाले बनेको, कुनै पनि सिमेन्टको संरक्षण या कुनै पनि निर्माण सम्भार कुनै सिमेन्टको छैन। यो सबै माटोको। यहाँहरूले देख्न सक्छ। यो गुम्बाको माथि पनि म जाँदैछु। अब म यो माथि चढ्ने क्रममा म केही क्षण गुम्बा दर्शन गर्न जान्छु। भित्र प्रवेश भएर ल हामी झम्बा गुम्बाको भित्र लोमनथाङको झम्बा गुम्बाको भित्रपट्टिको अवस्था यस्तो रहेको छ। भित्र यस्तो रहेको छ। यहाँको भिडियो यसरी खिच्यो अनि त्यसपछि म भित्र दर्शन गरिसके पश्चात यो माथि आएको छ।
माथि आइसकेपछि यसरी घुम्ने क्रममा छौँ। यो गुम्बा धेरै निकै अग्लो भएको कारण मैले पुरै भिडियो लिन सकिरहेको छैन। हामी यसरी गइरहेको छ। यो माटोको संरचनाबाट निर्माण भएको गुम्बा एकदम यहाँको अलिकति अनौठो नै छ। यो यहाँको भौगोलिक बनावट र यहाँको सबै संरचनाहरू हेर्दाखेरि हामी अर्कै देखिन्छौँ यहाँनिर। अनि यो गुम्बाको माथिबाट हामीले यसरी कैद गरेको त पारिपाखा गुम्बा पनि यसरी यो एउटा चट्टानको बिचमा अवस्थित गुम्बा यति सुन्दर छ। हामी यो गुम्बा कुरा गर्दैछौँ यसरी भिडियो खिच्दै। अनि यो जम्बा गुम्बा माथिबाट हामीले अर्को भिडियो बनाउँदैछौँ, अर्को भिडियो ओभरभ्यू। अनि यो चट्टानहरूको पनि हामीले भिडियो लिएको छ। यो गुम्बा माथिबाट कैद गरेको भिडियो हो। अनि यो छेजु गुम्बा के भन्दैछ, हामी म त्यो गुम्बामा पनि केही समय पुग्नेवाला छ। यो गुम्बामा पुग्दैछौँ आज दशमीको दिनमा। दशमी तिथि भएको कारण पनि हामी यसरी यो गुम्बाहरूमा दर्शन गर्दै हिँडिरहेको अवस्था छ। अनि यो एक कुरा सक्यो, अब म यो माथि चढ्दैछु। अर्को माथि गुम्बा जाँदैछु। यहाँ ढोका बन्द रहेछ, योभन्दा माथि जानु नदिनु रहेछ। लमनथाङबाट यो झम्बा गुम्बादेखि माथि हामीले कैद गरिरहेको भिडियो हो। यहाँ एकजना व्यक्तिले यहाँ साङ गरिरहेको अवस्था देख्न सक्छ हामी। एकजना गुरु आफै स्वयं ढ्याङ्ग्रो बजाउँदै आफै एक्लैले साङ गरिरहेको छ। अनि त्यसपछि यो माथि यहाँदेखि यो छुसाङ भन्ने ठाउँको दृश्य पनि हालिरहेको छ। साँच्चीकै यो पुरानो संरचनाबाट निर्माण भएको संरचना अत्यन्तै सुन्दर लाग्यो। अब यो टुप्चिन गुम्बाभित्र छिर्दैछु लमनथाङको। साँच्चीकै यो गल्ली गल्ली गल्लीभित्र छिर्नुपर्ने रहेछ। 제시들이 대부엠베 हामी ठ्याक्कै यो थुप्चिन गुम्बामा आइपुगेको छ। थुप्चिन गुम्बामा आइपुगेको छ। पुरानो पुरानो गुम्बाहरू रहेको छ यहाँ। यस्तो छेपमा छिर्नुपर्छ। यहाँको पुरानो पुरानो वाइट
यस्तो स्तुपातिर आइपुगेको छ। भ्यू टावर way to भ्यू टावर त्यही त भ्यू टावर जाने बाटो नि रहेछ नि भ्यू टावर छैन काम छैन त्यहाँ अघि हेर्नु भयो त्यही हो भ्यू टावरमा हामीले पैसा तिरेर हेर्यौँ नि भरेको माथि हामी यहाँ छोर्देनहरू देख्न सक्छ। यहाँको पुरानो छोर्देनहरू यसरी बनाएको छोर्देनहरू। अनि कोरा 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 यस्तोबाट कोरा अब घुम्ने यहाँबाट हामी छोर्देनलाई कोरा गर्दैछौँ। यो बाटो यहाँ टुङ्गेको अब नो कोरा कारणले गर्दा यहाँबाट हामी फेरि पनि फर्केँ। इनसाइड कोरा राउन्ड भनिरहेको छ त्यहाँ अनि त्यसपछि हामी अब कोरा साइडमा लाग्यो। अब कोरा गर्दैछु। यहाँको पुरानो छोर्देनहरू धेरै पुरानो प्राचीन कालमा बनेका छोर्देनहरू रहेछ यहाँ लोमनथाङमा। अनि हामी त्यहाँ कोरा गर्दैछु। यहाँबाट गयो भने व्यक्तिको घरतिर पुग्ने अवस्था। यहाँबाट गयो भने हामीले कोरा गर्न सक्छौँ। ल यहाँबाट फुल कोराको दृश्य हामी देख्छौँ। यहाँ पुरानो संरक्षण हेर्नु पुरानो घरहरू छोर्देनहरू यसरी बनाएको छ। अनि यो भित्र व्यक्तिहरू बसोबास गर्ने घर पनि रहेछ। ल हाम्रो कोरा एन्डिङ भयो। यो चाहिँ यहाँको मुस्ताङ लोमनथङको राजदरबार पहिलाको पुरानो दरबार यस्तो रहेको छ। राजाको दरबार यो हो पुरानो दरबार। अहिले 2012मा भूकम्प गएकोदेखि यसलाई चाहिँ भित्र अलिअलि चर्केको भएको कारणले गर्दा अहिले त्यति यसलाई भित्र प्रवेश निषेध गरेको छ। अनि यसलाई दर्शनहरू दिँदैन। यो दरबारभित्रको दृश्य हो। यसलाई दर्शन यो भित्र हामी छिर्नु नदिने कारण चाहिँ भित्र अलिकति फुटेको चर्केको संरचनाहरूलाई पहिलो मध्यनजर गरेर मात्रै छिराउने भन्ने कुराहरू छ। त्यसैले हामी छिर्दैन। यसको बाहिरपट्टिबाट हामीले यसरी दरबारलाई चाहिँ हामीले गाइड गरेको छ। भिडियोलाई यहाँहरूले देख्न सक्नुहुन्छ। यस्तो छ यो भित्रको दृश्य।